ल आज फेरि हामी साथीहरू सबै फिसिङ जान लाग्यो ताइमुतुकमा है। हामी यहाँ जोडानमा छौँ अहिले हैन। ताइमुतुक जान लाग्यो यहाँबाट। ल अन द वे टु ताइमुतुक हामी जाँदैछौँ है। हामी चाहिँ 4 जना छौँ आज चाहिँ। नमस्कार सम्पूर्णमा मेरो युट्युब हेरेर साथ दिनुहुने दर्शक श्रोताहरूको नमस्कार। म गणेश गुरुङको है। र हामी आज पनि फेरि ताइमुतुकमा फिसिङ आएको छौँ हामी साथीहरू 4 जना। र अर्कै लोकेसन चाहिँ अर्कै ठाउँमा हो, डिफ्रेन्ट लोकेसन हो। र हेरौँ आज कस्तो हुन्छ, के हुन्छ, कस्तो माछा पर्ने छ, कति ठुलो माछा पर्ने छ त्यो तपाईँहरूलाई देखाउने छु है। हेरेर साथ दिनु होला। आज चाहिँ यो चाहिँ नयाँ स्पोर्टमा चाहिँ खेल्न लाग्यो। नयाँ स्पोर्टमा आएको आज। ल अब यहाँ चाहिँ यो चाहिँ नयाँ स्पोर्ट हो। यो चाहिँ फिसिङ खेल्ने चाहिँ नयाँ स्पोर्ट हो। यो चाहिँ रोटी नखाएको यता छेउ यता 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 ए यो त झन् ठुलो रहेछ। यो त सानोले त कति महँगो पर्छ। ल यो चाहिँ आज अर्को किसिमको माछा पर्यो। एकदम मिठो हुन्छ यो त। महँगो पर्छ नि। सीफुड हुन्छ। सीफुडमा सबै मात्रै खाने हो। त्यत्रो मैले तेरो उहाँ लाज तानेर उता पुऱ्यायो। हाम्रो जमन सोल्टी चाहिँ यता कुक, हाम्रो पल्टनको चाहिँ कुक यता हाम्रो राजकुमार सर, जमन सोल्टी, टिका सोल्टी एन्ड म त छेक्के जता आउँला ल्यो। डम्पिङ राइस आज ड्रागन डे, ड्रागन फ्रुट फेस्टिभल अनि फेरि सेक्चोङ सेक्चोङा प्याचोङा मोक्का के रे के पो भन्छ आम आम यप आम यो सही भने तातो त सही हुन्छ। ल हाम्रो गणेश सोल्टी, हाम्रो राजकुमार सर हो के यहाँ हेड कुक चाहिँ यसलाई हेर्नु। कुक को नि यहाँ हेड कुक हो पक्का हेर्नु। पक्का आज चाहिँ च्योङ, चाइनिजमा च्योङ भन्छ। अब च्योङ
अब हामीले चाहिँ के हो डम्पिङ राइस हो के भन्दैछ यसलाई यो त स्टिममै आएको छैन त माथि अब पकाउँदैछ कति बेला पाकेर खाने सबै भोकाएको बेलामा ल आमा ल माछा खाएर सरलक्कै हेर्न माछा फेरि माछा खान आएको हो माछा खाएको रहेछ त्यसले हेर सोल्टी माछा खान आएको हेर लाइ देखाएर छैन हेरेर यसले माछै खायो जिलिपी यसले खाएर क्राप फिस लो कति छ सोल्टी यो 1 किलो छैन होला है आधा केजी छ 700-800 ग्रामको होला अलि नापौँमा नि तपाईँको चाहिँ 1 केजीको 600-700 पर्छ 350 250 पर्छ यसलाई टोडीमा बाँधेर छेउमा फाल्यो भने त्यो बाम माछा के खान्छ नि हाम्रो बेच्ने चालमा त्यो अलि छौछौलेर खालिदिन्छ कि त्यो मासुहरू त्यो भुँडीहरू Yes, I know. How's that? जमन छ त आएको जमा जोल्टी फेरि मान्छे जाँगरी लो आइडिया नि भएको मान्छे लाएर चुलो पनि बनाइहालेछ हो छोटो झर्न लागिसक्यो सानो जाली थियो नि त जाली थियो यहाँ त यस हो त्यसरी नउचल ताना ताना भाँचिन्छ ताना हो त्यसरी क्या दादी छ यार यो त वानी यो वानी केही छैन छेक्ने ठाउँ हामी आउँदाखेरि यस्तो घाम लाग्थ्यो कि 12 बजे ट्याक्कै माथि थियो मासु पोलेको यो हाम्फी लगाएको यता त पुरै डढेर दामै बसेको अनि पछि त पुरा छाला गयो नि त ताने ताने दुईटा ठुलै छ अस्ति हामीलाई नै यत्रै परेको रा झार झार पानी त यही हाल्दै हुन्छ नि हाम्रो फरक खाँदैन उमाल्ने त हो त्यो खाने होइन नि त केही हुँदैन त स्वीट कर्न छ त सोल्टी थुप्रो स्वीट कर्नको ए होइन म सोच्छ म धेर हालेको एउटा पनि हालेको त्यो टाढो गयो त्यो स्विट कर्नले पनि अड्काउँछ कि भनेर राखिदियो आशा कि ल यहाँ चाहिँ हाम्रो जमन सोल्टीले चाहिँ कफी बनाउनु भएको छ हाम्रो राजकुमार बियड पोलिन्छ यता चाहिँ अब थन्कै मनकै गर्दै हुनुहुन्छ हाम्रो टेका सर यता